एसए दिएर बस्नुभएका भाइ बहिनीहरूका लागि यो 3 महिना भ्याकेसनमा कसरी पैसा कमाउन सकिन्छ भन्ने कुरा चर्चा गरौँ। नम्बर 1 फ्रीलान्सिङ। हजुरहरूले ग्राफिक्स डिजाइनिङ, भिडियो एडिटिङ, कन्टेन्ट राइटिङ, डेटा इन्ट्री और टाइपिङ जस्ता कामहरू गरेर घरमै बसी पैसा कमाउन सक्नुहुन्छ। नम्बर 2 आइपिओ। आइपिओ एउटा यस्तो वे हो जसमा हजुरले 1000 रुपैयाँ इन्भेस्ट गरेर त्यसको ट्वाइस थ्राइस अमाउन्ट गेन गर्न सक्नुहुन्छ। आइपिओ भर्नका लागि सबैभन्दा सुरुमा हजुरलाई डिम्याट एकाउन्ट, मेरो शेयर एकाउन्ट, सीएस बार रजिस्ट्रेसन नम्बर चाहिन्छ। नम्बर 3 ट्युसन क्लासेस। प्राइमेरी लेभलको स्टुडेन्टहरूलाई ट्युसन क्लासेस लिएर पनि आफूले अर्निङ गर्न सकिन्छ। नम्बर 4 सेल क्राफ्ट्स आइटम और आर्ट। हजुरहरूले घरमै एट्र्याक्टिभ बुकमार्क्स और डिजिटल आर्ट क्रिएट गरेर सोशल प्लेटफर्म्स लाइक फेसबुक, इन्स्टामा सेल गर्न सक्नुहुन्छ। नम्बर 5 प्रिपेयर वेल फर इन्ट्रान्स एक्जामिनेसन। ग्रेड 11 मा एडमिसन हुँदा डिफ्रेन्ट कलेजेसहरूले लिने इन्ट्रान्स एक्जामिनेसनको राम्रोसँग तयारी गरेर पनि हजुरहरूले पैसा कमाउन सक्नुहुन्छ। राम्रो नम्बर ल्याएर इन्ट्रान्स एक्जाम टप गर्न सक्नुभयो भने हजुरको +2 को एक्सपेन्सेसहरू सबै छुट हुन जान्छ।